And what's up guys, आज चाहिँ हाम्रो कलेजको प्र्याक्टिकल हुन थालेछ। होटल म्यानेजमेन्टको होटल भिजिट पछिको प्र्याक्टिकल हुन लागिरहेको छ। हामी चाहिँ त्यही जान लाग्यौँ कलेजदेखि। अहिले चाहिँ कति सब साथीहरू भेट भइसक्यौँ। यसको नाम हो वीरेन्द्र, यसको महाराज विप्लव, मेरो चाहिँ रञ्जित। हाम्रो क्लासको उहाँ चाहिँ विप्लव लभर बोय हाम्रो क्लासको। हामीलाई चाहिँ यहाँ हतार भइसकेको छ, ढिला भइसकेको छ। हामी आज चाहिँ यो हाम्रो एचएम होटल म्यानेजमेन्टको हाम्रो आज प्र्याक्टिकल छ है गाइस। हामी त्यही भएर उहाँ जान हामीलाई ढिलो भइसक्यो, त्यही भएर हामी यसरी हिँडेर हतारमा गइरहेको छौँ। तर हामी अगाडि गएर बस चढ्छौँ। हजुर, कति टाढा हो त्यहाँ? छ हल्का धेरै। ल गाइस, अब चाहिँ हामी सिधै माइक्रोमा चढेर भेट्छौँ है। के राउन्ड हान्छ क्या, फेरि उता लगेर फेरि यता चढ्नु लिएर आउँछ। फेरि चाहिँ म हजुरहरूसँग सिधै साथीसँग गएपछि भेट्छु, अनि उतै साथीसँग जाने हामी चाहिँ। त्यसपछि चाहिँ हामी गइन्छ। ल गाइस, चाहिँ हामी बसमा चढिसक्यौँ। रञ्जित रे अहिले चाहिँ बसमा चढ्यौँ गाइस। अब चाहिँ हामी सिधै उतै गएर भेट्नुपर्छ गाइस। अब फाइनल्ली पुग्न आजौँ है हाम्रो गन्तव्यमा भनौँ। हामी बसबाट नि ओर्लेर अब 1 सर्ट हामी हिँड्नुपर्छ। हल्का उता अगाडि पुल छ, पुलबाट हामी सिधै पारि जानुपर्छ। पारि गएर अब होइन, अनि हल्का अगाडि गएर ट्रेनिङ हान्दिन पर्छ। त्यहाँदेखिबाट हाम्रो ट्रेनिङ स्टार्ट हुन्छ भनौँ है। सायद ढिलो भयो भने अब म्यामहरूले केही कारबाही पनि गर्न सक्नुहुन्छ भन्ने हामीलाई आशा छ। तर हामीले ढिलो गरेको होइन, बसले ढिलो गरेको। तर गरिदिँदा गऱ्यो है। अब म्यामले कुरा बुझ्नु हो नगर्नु होला क्यारे गाइज होइन। अब मेरो भनाइ चाहिँ त्यही छ, म्यामले बुझिदिनु होला कुरा भन्ने म जहाँसम्म बुझ्दछु, लाग्दछ मलाई है गाइज। ल अब गाइज, अब हामी हिँडेको गर्छौँ। त्यस्तै हजुरहरूले उहाँ पुगेपछि भेट्छौँ है त। अब चाहिँ हामी पुग्न थाल्यौँ। भित्र बनाइसक्यो अब चाहिँ हामी अब हामी भित्र पुग्नु गएको भने अब चाहिँ हामी प्र्याक्टिकल हुन्छ है भित्र। हो अब चाहिँ हामी एकछिनपछि चाहिँ हजुरहरूसँग बोल्नेछौँ। अहिले चाहिँ हाम्रो प्र्याक्टिकल भइरहेको छ गाइज। प्र्याक्टिकल हामी चाहिँ यहाँ टोपी सबै लगाएर बसेछौँ। देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले किचनमा छौँ। देख्न सक्नुहुन्छ। अब चाहिँ हामी अहिले पछि भेट्छौँ गाइज। अहिले चाहिँ हामी प्र्याक्टिकल गरेर निस्क्यौँ। अहिले चाहिँ हामी यस्तो घुम्दैछौँ यतातिर, अनि एकछिन घुमेर घर फर्किने कुरो छ हाम्रो। अहिले चाहिँ हामी यहाँ असनतिर आइरहौँ। देख्न सक्नुहुन्छ असन बजार। यहाँ चाहिँ सस्तो सामान पाइन्छ गाइजहरू। ल गाइज, हामी चाहिँ अब घरतिर पुग्ने बेला भेटौँ। गाइज, म चाहिँ घर आएर ड्रेस पनि चेन्ज गरेर बसिसकेँ। अब न्यू ब्लगमा भेट्नुपर्छ है।